साइत बिजुलियो साइत बिजुलियो म त हुँ खम्बाको तार साइत बिजुलियो भन्दा धरी मारु राम्रो रन्तलीको सेरु इज्जत राखी आमा बाको माया राखी तेरो मेरो यो दुनिया दे हाम्रो भेट गराइदे प्रभु परमेश्वरी दोषी ब्याल हाम्रो माया बिन्ती शैलेश्वरी। दर्शकवृन्द नमस्ते, पाँचलो अनलाइनमा यहाँहरूलाई हार्दिक स्वागत छ। आज डोटी जिल्लामा घुम्दै फिर्दै कलाकारहरू खोज्ने क्रममा आदर्श गाउँपालिकाको वडा नम्बर 7 दहमा आएका छौँ र एकजना कक्षा 5 मा पढ्दै गरेका एकजना सुरिलो स्वर भएका भाइ हामीसँग भेट भएका छन्। उहाँको स्वर यहाँलाई कस्तो लाग्छ कृपया हाम्रो पाँचलो अनलाइनमा कमेन्ट, सब्स्क्राइब र फलो गरेर हामीलाई प्रतिक्रिया दिनुहोला। भाइको नाम के हो? दीपक विष्ट। बोल्न एकदमै लजाउने तर स्वर चाहिँ यति जादुमय छ, यहाँहरूले उहाँको स्वर सुनेर अनुमान गर्न सक्नुहुनेछ कति सुरिलो छ स्वर भनेर। म भाइलाई एउटा मिठो गीत गाइदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछु। कि त हिउँ चुलियो कि त हिउँ चुलियो कि ठुलो तेले कोले ग कि त हिउँ चुलियो साइत बिजुलियो साइत बिजुलियो म त हुँ खम्बाको तार साइत बिजुलियो साइत बिजुलियो साइत बिजुलियो म त हुँ खम्बाको तार साइत बिजुलियो मुखी जाली मली त्यही बोली सम्झेका बेला मुखी जाली मली जवान गयो ढली मैना तेरो बाटो हेर्दा जवान गयो ढली मैना तेरो बाटो हेर्दा जवान गयो ढली। दर्शकवृन्द, यति बेला हामी यहाँले चिन्नुहुने एकदमै चर्चित देउडा गायक भुवन दाहालको गाउँमा छौँ र अर्को भुवन दाहाललाई हामीले यहाँ भेटेका छौँ। भाइलाई उहाँको आगामी कलाकारिता जीवन एकदमै समुज्जवल रहोस् शुभकामना दिन चाहन्छु। भाइ एउटा अर्को गीत, मिठो गीत एउटा अर्को भुवन दाहाललाई चिन्नुहुन्छ नि, उहाँको कुन गीत मनपर्छ यहाँलाई? ल, भुवन दाहालले गाएको एउटा मिठो गीत गाइदिनुहोस्। भन्दा धरी मारु राम्रो रन्तलीको सेरु इज्जत राखी आमा बाको माया राखी तेरो मेरो घोला देउला तामा खिरा पारी गोर्खा सैला मेल्ले गई गाडी चढी सररदी पहिला मेल्ले गई गाडी चढी सररदी पहिला। एकदमै सम्भावना भएका कलाकारहरू अझै पनि डाँडा पाखामा सीमित छन्, खोला नालामा सीमित छन्। म हाम्रा दर्शकहरूलाई अनुरोध गर्न चाहन्छु यस्ता कलाकार भाइ बहिनीहरूलाई हौसला गर्नका लागि, प्रोत्साहन गर्नका लागि पाँचलो अनलाइनको टिम गाउँघरमा डुलिरहेको छ। यहाँहरूले पनि लाइक, कमेन्ट र फलो गरेर हामीलाई सहयोग गर्नुहुन्छ। भाइ बोल्न एकदमै लजाउँछन् तर जब उहाँले गाउन सुरु गर्नुहुन्छ डाँडा पाखा गुन्जायमान हुन्छन्। म भाइको एकदमै उज्जवल भविष्यको लागि पुनः शुभकामना दिन चाहन्छु। फेरि अर्को गीत सुन्छौँ हामी भाइको। ल, एउटा अर्को गीत, सानो एउटा गीत गाउँ, त्यसपछि बिदा हुन्छ। के भुल भयो यही मायामा बिन्ती शैलेश्वरी के भुल भयो यही मायामा बिन्ती शैलेश्वरी केलाई बनाई कैरी हाम्रो भेट गराइदे प्रभु परमेश्वरी ऐला तासेकोला बिन्ती शैलेश्वरी ऐला तासेकोला बिन्ती शैलेश्वरी
भेट गराइदे प्रभु परमेश्वरी यो दुनिया रहिदे हाम्रो भेट गराइदे प्रभु परमेश्वरी दोषी ब्यालो हाम्रो माया बिन्ती शैलेश्वरी दोषी ब्यालो हाम्रो माया बिन्ती शैलेश्वरी पापी जगतमा हाम्रो भेट गराइदे प्रभु परमेश्वरी थोपा थोपा बगेकी छ बिन्ती शैलेश्वरी थोपा थोपा बगेकी छ बिन्ती शैलेश्वरी मेरा रगतमा हाम्रो भेट गराइदे प्रभु परमेश्वरी मेरा रगतमा हाम्रो भेट गराइदे प्रभु परमेश्वरी देवी देवता साक्षी राखे बिन्ती शैलेश्वरी देवी देवता साक्षी राखे बिन्ती शैलेश्वरी कसम खाएको छु हाम्रो भेट गराइदे प्रभु परमेश्वरी खुल्लम खुल्लम हातमै देखे बिन्ती शैलेश्वरी खुल्लम खुल्लम हातमै देखे बिन्ती शैलेश्वरी धेरै धेरै धन्यवाद छ भाइ भाइले यो रहरले यो गीत गाउँछौ कि भविष्यमा पनि कलाकार बन्ने योजना छ के छ के आफ्नो इच्छा रहर पुरा गर्नका लागि गुनगुनाउने हो कि भविष्यमा पनि म यस्तो भुवन दाहाल जस्तो चर्चित गायक बन्न चाहन्छु भन्ने छ के छ बोल्न एकदमै लजाउँछन् भाइ तर उहाँको मैले एकदमै राम्रो सम्भावना देखेको छु कलाकार हुने अर्को भुवन दाहाल जन्मिन सक्ने सम्भावना देखेको छु मैले सबैलाई प्रोत्साहन गर्नका लागि हार्दिक अनुरोध गर्छु धन्यवाद भाइ